क्रिस्टियानो रोनाल्डो अब फिल्मको हिरो बन्दैछन्। यो खबर सुन्दा तपाईलाई अपत्यारिलो लाग्यो, तर अब पत्याउनै पर्नेछ किनकि उनी अब अभिनयको तयारीमा छन्। एक्सट्रीम एनर्जी ड्रिंक। विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो अब हलिउडमा पनि नयाँ यात्रा सुरु गर्ने भएका छन्। विश्वकपपछि उनले आफ्नो पहिलो ड्रामा श्रृङ्खला डे वन्स निर्माण र अभिनय गर्ने तयारी गरेका छन्। द सनका अनुसार यो श्रृङ्खला उनले किङ्सम्यानका निर्देशक म्याथ्यू वनसँग मिलेर बनाइरहेका हुन्। डे वन्स फुटबल एजेन्टको जीवनमा आधारित कथा हो। यसको छायाङ्कन लन्डनमा सुरु भइसकेको छ। श्रृङ्खलामा डेमियन लुइस मुख्य भूमिकामा देखिनेछन्। साथै पूर्व फुटबलर थिएनी हेनरी र बेलायती र्यापर डेभ पनि यसमा अभिनय गर्ने बताइएको छ। रोनाल्डो यस श्रृङ्खलामा अभिनय मात्र होइन, कार्यकारी निर्माताको भूमिकामा पनि रहनेछन्। यो उनको र म्याथ्यू वनको संयुक्त कम्पनी योर मार्भ स्टुडियोजबाट आउने पहिलो श्रृङ्खला हुनेछ। कम्पनीले यसअघि खेलकुदसँग सम्बन्धित 2 फिल्म निर्माण गरिसकेको छ। हाल 41 वर्षीय रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरबाट फुटबल खेलिरहेका छन्। रियल मड्रिड र म्यान्चेस्टर युनाइटेडबाट ऐतिहासिक सफलता हासिल गरेका रोनाल्डो अब फुटबलसँगै फिल्म क्षेत्रमा पनि नयाँ पहिचान बनाउने तयारीमा छन्।